तपाईलाई राजा बाबुको बारेमा दुःखको त्यो बेला आफ्नो साथीको निम्ति भोक्कै बस्ने त्यो मान्छेले सम्पत्तिको लागि यो षड्यन्त्र गर्छ। यो तिमीलाई ल्याइदिएको राख। थ्याङ्क यू अङ्कल। बिन्ती छ यति कठोर नहुनुस् तपाईँ। एकचोटि स्मृतिलाई हेर्नुस् त, उनको अनुहार कति निर्दोष छ। अनुहार? यसको यही अनुहारमा त रहस्य लुकेको छ। यो अनुहारलाई अब म एकछिन पनि हेर्न चाहन्न। अहिले नै तुरुन्तै यसले मेरो घर छोडेर जानुपर्छ। यो मेरो फैसला हो, कुमार विक्रम सिंहको फैसला। तिम्रो आँखामा आँसु, मैले बुझेँ। पक्कै पनि यो खुसीको आँसु हो। मैले भनेको थिएँ नि तिमीलाई, यो घरमा तिमीले मैले दिएको भन्दा पनि बढी माया पाउँछु भनेर। भाउजू, के भयो भाउजू? होइन, यो घरमा सब किन चुपचाप? कुमार, त केही बोल। कुमार, वाह, क्या अभिनय छ, दाइको पनि बहिनीको पनि। स्मृतिले केही बिगारी? मबाट केही भुल भयो? भुल? कुमार साहब, यो नौटङ्गीमा लाग्नुपर्ने मान्छे यो घरको पाहुना कसरी भयो? मुख सम्हालेर कुरा गर्नु। सम्हालोस् आफ्नो बहिनीको पैसालाई। पैसालाई कसरी झर्न दिनु हुँदैन, यो कुरा राम्ररी सिकाउनु भएर छ आफ्नो बहिनीलाई। अब अगाडि नबोल्नुस् तपाईँ। आइया, बस राजा, बन्द गर तेरो यो बेहोसीपना। कुमार, तैँले सुनिस् यसले के भन्यो? ठिक भन्यो त्यसले। कुमार, हो, तैँले हाम्रो मित्रताको नाजायज फाइदा उठाएको छस्। त मेरो छोरीको विवाहको लागि यहाँ आएको होइनस्, आफ्नो उद्देश्य पूरा गर्नको लागि यहाँ आएको होस्। यहाँ आएर पनि त्यो काठमाडौँ जानु तेरो एउटा नाटक थियो, ताकि यही बीचमा तेरी बहिनीले मेरो छोरालाई आफ्नो माया जालमा फसाओस् र यस घरकी बुहारी बनोस्। राजा, मैले कहिले सोचिन सम्पत्तिको निम्ति त यस्तो फोहोर खेल खेल्छस् भनेर। कुमार, बन्द गर यो ठुलो आवाज। यो तेरो गाउँको कुनै वीर पाखा होइन राजा, यो कुमार विक्रम सिंहको दरबार हो, दरबार। मित्रतालाई सम्बन्धमा बदल्नु अघि पहिला आफ्नो हैसियत म जतिको बना। कहाँ म करोडौंमा खेल्ने व्यापारी र कहाँ त मासिक 5,000 मा अर्काको लागि काम गर्ने हली। कुमार, हलीले होस् त। पहिला हैसियत बना अनि सपना देख। तैँले ठिक भनिस् कुमार, त मालिक नै होस्, म हली नै हुँ। त करोडौंमा खेल्ने व्यापारी नै होस्, म दैनिक काम गरेर खाने मजदुर नै हुँ। त चन्द्रमा नै होस्, म धरतीको धुलो नै हुँ। तर एउटा कुरा याद राख कुमार, दरबारमा बस्नेको भन्दा कम इज्जत चौपडीमा बस्नेको हुँदैन। तेरो दरबारले मेरो बहिनीलाई यतिका दिन पालेको ऋण बोकेर म गाउँ जान चाहन्न। त्यसको पाइ पाइ चुक्ता अहिले गरेर जान्छु। कुमार, तैँले मलाई जतिसुकै हैसियत बिनाको सम्झी, मेरो आफ्नो बहिनीलाई पाल्ने हैसियत म राख्छु।